윤대 군시 수제 림보시 라바 참에 내라 구제 오드메 야센 샤와 남지 내덴 도와 젠라 샤셀로 आज लाभव दुष्य एवं देव अवतरण महादिवसको उपलक्ष्यमा भगत वर्षता मेमोरियल स्कुलका लप्चिला त्यसै गरी टुकुरी मुछे त्यसै गरी अनि गुरुवर्गजन र धर्ममित्र गणहरूको साथसाथै भोकर अफिस मिरिकको फेसबुक मार्फत अनि हेरिराख्नुहुने र पछि हेर्नुहुने सम्पूर्ण श्रद्धालु शान्तिप्रेमी दर्शकबिनहरूप्रति पनि मेरो नमस्कार भन्न चाहन्छु र साथसाथै अनि त्रिरत्नको कृपा बनिराखोस् र लाभव दुछेनको अनि लाखौँ शुभकामना छ भन्न चाहन्छु। अन्त आज धर्म प्रवचनको यस छोटो बसाइमा हाम्रो विषयवस्तु रहेको छ पूर्वजन्म लगायत बौद्ध दर्शनका संक्षिप्त परिचय र बौद्ध शिक्षा अभ्यास क्रम भन्ने शीर्षक रहेको छ। यसमा हामी छोटो समय भए तापनि संक्षिप्त रूपमा छोटकै रूपमा सामान्य भाषाले हामी चर्चा गर्नेछौँ, छलफल गर्नेछौँ भन्न चाहन्छु। आज लाभव दुछे तिब्बती भाषामा लाभव दुछे भनिन्छ। त्यसै गरी अब नेपाली भाषामा भन्दाखेरि यसलाई देव अवतरण महादिवस भन्नुपर्ला। यस विषयमा अलिकति जानकारी दिनका लागि हामी राजकुमार सिद्धार्थको केही जीवनीमा अलिकति विचार गरौँ। जस्तै राजकुमार सिद्धार्थ उहाँको जन्म मिति ईसापूर्व 623 मानिन्छ। अब सामान्य रूपमा उहाँको जन्म मिति प्रति अब अनेकौँ मतहरू रहेको छ र पनि सामान्य रूपमा मान्ने चाहिँ ईसापूर्व अनि 623 मान्ने गर्दछ है। त्यसै गरी अनि राजकुमार सिद्धार्थको अनि जन्म स्थान चाहिँ अनि कपिलवस्तु लुम्बिनीमा रहेको छ। अब सूत्रमा भनौँ, सूत्र शास्त्र सबैतिर अनि उहाँको जन्म स्थान चाहिँ लुम्बिनी नै हो भनेर यसमा कुनै शङ्का छैन, यसमा कुनै दुईमत छैन, लुम्बिनी नै हो भन्ने निश्चित छ। तर लुम्बिनी चाहिँ उहाँको जन्मस्थान लुम्बिनी चाहिँ कहाँ पर्छ भन्दाखेरि अनि यसमा पनि कुनै शङ्कात्मक कुनै पनि विषय रहेको छैन, किनकि धर्मराज अशोकले अनि गौतम बुद्धको महान तीर्थस्थल जहाँ जहाँ थिए त्यहाँनिर अनि उहाँले स्तम्भहरू खडा गरिराख्नु भएको थियो होइन। त्यही कारणले अनि उहाँको जन्मस्थान लुम्बिनीमा पनि अशोकको अनि स्तम्भ स्तम्भ उहाँ पाएको कारणले गर्दाखेरि अहिले अनि उहाँको जन्मस्थल लुम्बिनी चाहिँ अब नेपालको यति बेला रूपन्देही जिल्ला, सायद रूपन्देही जिल्ला पर्छ। अनि त्यहाँनिर लुम्बिनी कपिलवस्तु नेपालमा पर्दछ उहाँको जन्मस्थल होइन। अनि बुवाको नाम त अब सबैलाई थाहा भएकै हो, महाराज शुद्धोधन हुनुहुन्थ्यो। अनि उहाँको जननी आमा चाहिँ महारानी महामाया देवी हुनुहुन्थ्यो होइन। अनि त्यसै गरी अनि महामाया देवी चाहिँ उहाँको अनि देहान्त चाहिँ कहिले भयो भन्दाखेरि अनि राजकुमार सिद्धार्थको अनि जन्मिएपछि अनि 7 दिनपछि चाहिँ उहाँको देहान्त भएको मानिन्छ, सूत्रमा यसरी बताएको छ। अनि महारानी महामाया देवी चाहिँ उहाँको पुनर्जन्म चाहिँ अनि कुन स्थानमा भयो त भन्दाखेरि चाहिँ अनि हामीहरूले द्योखम भनौँ, कामलोकको अनि देवलोक अनि छ प्रकारको अनि देवलोक मानिन्छ होइन। 6 प्रकारको देवलोक मध्येमा अब अनि दोस्रो देवलोक 33 देवलोक भनिन्छ होइन। 33 देवलोकमा चाहिँ उहाँको पुनर्जन्म भएको थियो है। अनि उहाँको पालन पोषण गर्ने आमा चाहिँ प्रजापति गौतमी हुनुहुन्थ्यो होइन, त्यो भइहाल्यो। अनि उहाँले मूल कुरा चाहिँ अब पालन पोषण गर्ने आमा चाहिँ प्रजापति गौतम हुनुहुन्थ्यो।
र त्यसै गरी उहाँले 29 वर्षको उमेरमा चाहिँ उहाँले गृह त्याग गर्नुभएको थियो होइन, गृह त्याग। अब गृह त्याग गर्नुको कारण के हो त भन्दाखेरि सधैँ हामीले सबैले सुनिरहेको कुरा हो, उहाँले वृद्धको अवस्था, रोगीको अवस्था, मृत्युको अवस्था, यस्तो दृश्यहरू देखेपछि चाहिँ, यस्तो अवस्थाहरू देखेपछि चाहिँ उहाँलाई संसारप्रतिको एउटा वैराग्य भाव उत्पन्न भएर उहाँले गृह त्याग गर्नुभएको हो भनिन्छ है। अन्त बुद्धत्व प्राप्त चाहिँ त्यस गृह त्याग 29 वर्षमा गृह त्याग गर्नुभयो होइन। त्यसपछि 6 वर्षपछि चाहिँ उहाँले कठोर तपस्यात बोधगया भन्ने स्थानमा उहाँले बुद्धत्व प्राप्त गर्नुभएको 35 वर्षको उमेरमा है, अनि त्यसै गरी उहाँको हर वर्षमा वर्षावास यार्ने भन्छौँ नि हामीले, वर्षावास, हर वर्षमा वर्षावास बस्ने चलन थियो। उहाँको 7औं वर्षवास चाहिँ उहाँले पृथ्वी लोकमा नभइकन उहाँको आमा मायादेवीको पुनर्जन्म स्थान 33 देवलोक भन्ने स्थानमा चाहिँ उहाँ पाल्नु भइकन उहाँले वर्षवास चाहिँ देवलोकमा बस्नुभएको कुरा पाइन्छ है। जस्तै अहिले मैले जति पनि यो कुराहरू गरेँ यिनीहरू चाहिँ अब सूत्र अनुसार भन्दाखेरि ग्याछेरोबा भनौँ, ललित विस्तार सूत्रमा पनि यसको उल्लेख पाइन्छ। त्यसै गरी ढिलेन्सापे दो भनौँ, अब ढिलेन्सापे सूत्रमा पनि अहिले मैले बताए अनुसारको यो उल्लेखहरू त्यसमा पाइन्छ। हामीहरूले पहिलादेखि सुनिरहेको हो कि गृह त्याग गर्नुको कारण के हो भन्दाखेरि वृद्ध अवस्था, रोगी अवस्था, मृत्यु अवस्था उहाँले देखेको कारणले गर्दाखेरि चाहिँ उहाँले गृह त्याग गरेको भनेको हामीले सुनिरहेको कुरा हो। तर यो साँच्चै यो सूत्रमा यसरी उल्लेख गरेको छ त भन्ने कुरा चाहिँ मलाई पहिला लाग्थ्यो कि, तर हामीले सानैदेखि सुनिरहेको र पनि सूत्रमा छ कि छैन वा एक कान दुई कान गरेर भनाइ मात्र हो जस्तो लाग्थ्यो। पछि हामीले सूत्रहरू अध्ययन गर्दाखेरि अवश्य नै यो भनाइ मात्र नभइकन सूत्रमा नै पाइँदो रहेछ भन्न चाहन्छु। सूत्र चाहिँ अब ढिलेन्सापे दो भन्छ, ढिलेन्सापे सूत्रमा चाहिँ यसको स्पष्ट रूपले बताएको छ। म त्यो अलिकति तपाईँहरूलाई पढेर सुनाउने छु है। ढिलेन्सापे सूत्रमा के बताएको छ भने देइसिन पुङ्गिरप ग्याबुदुन्डो फोडाङ्गी छिरोदो छाक्दु तेमोतर सोवा ले घेपादा नावादा शिवादा थोने मिगावर गुर्तेस। यसको अर्थ चाहिँ के रहेको छ भन्दाखेरि सिद्धार्थ राजकुमार सिद्धार्थ उहाँ दरबारबाट बारम्बार बाहिर भ्रमणमा जानुभयो अरे। जाँदाखेरि उहाँले वृद्ध, रोगी, मृतक देख्नु भएर उहाँ धेरै दुःखी, अप्रसन्नता हुनुभयो अरे, धेरै दुःखी हुनुभयो अरे। त्यस्तो अब वृद्धको अवस्था, रोगीको अवस्था, मृत्युको अवस्था देख्दाखेरि उहाँ धेरै नै दुःखी हुनुभयो अरे। के भन्नु अझै अरे खासै क्या मिसेसिङ भन्नाले त्यो यति साह्रो दुःख हुनुभयो कि उहाँले कुनै भोजनै ग्रहण गर्नु भएन अरे, उहाँले कुनै खानेकुरा नै खानु सक्नु भएन अरे, यति साह्रो उहाँ दुःखी हुनुभयो अरे है। निङ्जे सेम्गी सेम्पला सुक्ते, दुःखी भएर उहाँले भोजनहरू केही ग्रहण गर्नु भएन। उहाँलाई एकदम करुणा जागेर करुणा चित्तले उहाँ चिन्तन गर्न थाल्नुभयो अरे है। मेरो केवल थुमे मेबर सुक्सु रेखा थम्चेला डेटावे नेदा क्यों योदे चिया मिठारो ने बसामनेस। यसको अर्थ चाहिँ के रहेको छ भन्दाखेरि मनुष्य जाति ठुलो होस् या सानो होस्, उच्च होस् या निच वर्गको होस्, यो शरीर चाहिँ धारण गरिसकेपछि यो सबैलाई माथिका रोग जस्ता दोषहरू चाहिँ सबैलाई आउने नै रहेछ। एकजना पनि त्यस अवस्थाबाट चाहिँ भाग्नु नपाउने रहेछ। हामी चाहिँ यो शरीर चाहिँ संसारको यो शरीर चाहिँ धारण गरिसकेपछि चाहिँ अवश्य नै हामी एक न एक दिन रोगी हुनै पर्ने, एक न एक दिन हामीहरू वृद्ध हुनै पर्ने, अन्त्यमा एक न एक दिन हाम्रो मृत्युको अवस्था चाहिँ अवश्य आउने नै हो। जहाँ गए पनि होइन, जति बेला भए पनि मृत्युको अवस्था चाहिँ हामीलाई अवश्य नै आउन सक्ने। त्यो भन्दा पनि होइन, अब वृद्ध अवस्था त अब उमेर बढ्दै गएपछि होइन 60-70 वर्ष पुगेपछि अब वृद्धको एउटा
पीडाहरू दुःखहरू आउने भयो। तर रोग र मृत्यु भन्ने चाहिँ कुनै उनीको अवधि समय नभइकन होइन, हामीलाई बिमार कहिले हुन्छ त्यो निश्चित हुँदैन, जति बेला पनि बिरामी हुनसक्छ है। रोग मृत्यु भन्ने यस्तो चिज हो कि जो यसको कुनै साइतै छैन, जति बेला पनि जहाँ पनि आउन सक्ने होइन। मृत्यु यति साह्रो भयानक, हामी यो संसारको प्राणीहरू यति भयावह अवस्थामा, यति डरलाग्दो अवस्थामा रहेछ भन्ने कुराले उहाँले यस्तो बुझ्नुभयो अरे। एकजना मात्र सम्पूर्ण जति पनि संसारका यो संसारिक यो शरीर धारण गरेको छ उनीहरू सबै यस दुःखबाट पीडित रहेछन् भन्ने उहाँले बुझ्नुभयो अरे। त्यस कारणले उहाँलाई अनि संसारप्रतिको एउटा वैराग्य भाव उत्पन्न भयो अरे, अनि प्राणीहरूप्रति अनि करुणाको भाव होइन। त्यस कारणले नि छेमो फोडाउने ढ्योने अनि उहाँ रात्रि नै अनि दरबारबाट भाग्नुभयो अरे। जाउँछुकी सिङ्डुदो लोडुकी भर्दुक चोपा कावा चेनेस, अनि उहाँले निरञ्जनै भन्छ होइन, नदीको तटमा गएर उहाँले 6 वर्षसम्म कठोर तप गर्नुभयो अरे होइन। अनि थम्चेखेम्ब सेजवा गुथे, अनि अन्त्यमा चाहिँ उहाँ अनि सर्वज्ञ भनौँ उहाँलाई बुद्धत्व प्राप्त भयो अरे। भनेपछि यो अनि ढिलेन सापे दो भन्छ होइन, ढिलेन सापे सूत्रमा नै यस किसिमको अनि उल्लेख पाइन्छ है। अन्त हामी अहिले भनौँ हामीलाई अलिकति कोही बेला भ्रमित भइराख्ने कुरा चाहिँ के हुन्छ भन्दाखेरि महारानी महामायाको मृत्यु पश्चात पुनर्जन्म कहाँ भएको थियो भन्दाखेरि अब टिबेटन भाषामा अब हामीले सुम्जु साक्सुम होइन, लायुल ढेबे लायुल सुमसाक्सुम भनौँ 33 देवलोक भन्ने स्थानमा उहाँको जन्म भएको थियो। अनि 7औं वर्षवास चाहिँ उहाँले अनि सुमसाक्सुममा चाहिँ उहाँ बस्नुभएको थियो भन्छ होइन। वर्षवास बसेर अब याद नै बसेर वर्षवास पछि अब अन्तिममा के हुन्छ 3 महिनापछि घाए हुन्छ होइन। घाए भन्नु अब नेपालीबाट यसलाई प्रवरण अनि हुन्छ 3 महिना पश्चात। अनि 3 महिना पछिको अनि 3 महिनामा चाहिँ अनि प्रवरण भनौँ गया हुने, अनि त्यसको 7औं दिनमा चाहिँ अनि उहाँ 33 देवलोकबाट चाहिँ अनि पृथ्वी लोकमा अनि अवतरण गर्नुभएको दिनलाई चाहिँ अनि के भन्यो भने देव अवतरण महादिवस। देवलोकमा अब धेरै किसिम हुन्छ, त्यसमाथि सुमसाक्सुमको देवलोक 33 देवलोकबाट चाहिँ उहाँ फेरि अनि पृथ्वीमा आउनुभएको दिनलाई चाहिँ देवावतरण लाभब दुइछे होइन। अब दुइछेलाई चाहिँ महादिवस, त्यसै कारणले देवावतरण अनि महादिवस भन्ने चाहिँ यसरी बुझ्नु पर्यो। अनि पुनर्जन्म लगायत बौद्ध दर्शनका परिचय यस विषयमा लागौँ। यस विषयमा हामी लाग्नु अगाडि अनि के भन्न चाहन्छु भन्दाखेरि जस्तै सदाशय भनेको चाहिँ अब राम्रो उद्देश्य, राम्रो विचार। हामीहरू जुनै पनि कर्ममा लाग्छौँ अर्थात् जुनै पनि हामी काममा लाग्छौँ त्यति बेला चाहिँ हाम्रो राम्रो उद्देश्य हुनु अत्यन्तै जरुरी छ अरे होइन। राम्रो उद्देश्य हुनु, त्यस विषयमा अलिकति म कुरा गर्न चाहन्छु। प्राचीन भारतको अब विश्वविद्यालय नालन्दाका अनि सिद्धि गुरु हुनुहुन्छ आचार्य शान्तिदेव, उहाँले रच्नु भएको अनि बोधचर्य अवतार चुजुकमा अनि चुजुकको एक श्लोक म लिन चाहन्छु। त्यसमा के बताएको छ भन्दाखेरि धालजोर दिने नेबर सिन्तुका केबु धन्जुक थपर गिरबाला घाल्टे दिला फेम्बामा डुब्न छिदी याँदा जोर्बा घाला गिर भन्ने एक श्लोक छ। यस श्लोकको तात्पर्य भनेको मूल अर्थ चाहिँ के बताएको छ भन्दाखेरि अहिले हाम्रो मानव जीवन चाहिँ अति नै बहुमूल्य हो अरे, बहुमूल्य रत्नसरी अति नै बहुमूल्य अरे होइन। धेरै किम्ती चिज अरे हाम्रो अहिले मनुष्य जीवन चाहिँ। अनि भएको कारणले त्यसलाई त्यत्तिकै अनि खेरो फाल्नु हुँदैन, त्यत्तिकै व्यर्थमा घुमाउनु हुँदैन, त्यसलाई सार्थक तुल्याउनु पर्छ, सही ठाउँमा सदुपयोग गर्नुपर्छ भन्ने चाहिँ यस श्लोकको तात्पर्य रहेको छ। त्यसो भए अनि हाम्रो मानव जीवन चाहिँ अहिलेको अवस्थाको मानव जीवन चाहिँ कसरी बहुमूल्य, रत्नरूपी अति नै बहुमूल्य अरे कसरी हो त? जस्तै हामीलाई साइन्स गेला हुनुहुन्थ्यो क्या, साइन्स गेला हुनुहुन्थ्यो, हामीले साइन्स पढाउनु हुन्थ्यो क्या। म पनि अलिकति सिक्नु गएको थिएँ त्यति बेला।
अनि बायोलोजी हामी साइन्स पढ्दाखेरि अनि तपाईँहरूले स्कुलमा अब पाठ्यपुस्तकमा पढिराख्नु भएको जानिराख्नु भएको कुरा होइन। जस्तै अब चार्ल्स डार्विनको अब उहाँको सिद्धान्त छ होइन, विकासवाद भनौँ, इभोल्युसन थ्योरी छ होइन। अब हामीले के भन्छ फेल्ग्युरिक्पा, टिबेटनबाट फेल्ग्युरिक्पा, नेपालीबाट विकासवाद, इभोल्युसन थ्योरी के भन्दो रहेछ होइन, इङ्ग्लिसबाट अङ्ग्रेजीबाट यसरी भन्ने गरिन्छ। त्यति बेला मैले त्यो पढ्दा त्यस विषयमा अनि साइन्स घेलाले हामीलाई अब विकासवाद भनौँ फेल्ग्युरिक्पाको एउटा व्याख्या दिँदाखेरि उहाँले के भन्नुहुन्थ्यो भन्दाखेरि 60 लाख वर्ष अगाडिको कुरा, 60 वर्ष लाखौँको कुरा हो है यो चाहिँ। त्यति बेला चाहिँ यो धरतीमा मनुष्य नै थिएन। अब चार्ल्स डार्विनको अब सिद्धान्त अनुसार भनाइअनुसार मनुष्य नै थिए। त्यति बेला के थियो भन्दाखेरि साउथ अफ्रिकाको जङ्गलमा अब एउटा पशु जङ्गलतिर उफ्रिने अहिलेको बाँदर ढेँडो जस्तै केही थियो होला होइन। त्यति बेला हामी अब ल 60 लाख वर्ष अगाडि हामी यदि यो धरतीमा जन्म लिएको भए हामी कस्तो अवस्था हुन्थ्यो। त्यो साउथ अफ्रिकाको जङ्गलमा हामी कुदिहिँड्ने, बस हामीलाई सुख दुःखको अनुभव हुने थियो, नराम्रो होइन। भविष्यको लागि हामीले के गर्नुपर्छ, कसो गर्नुपर्छ केही ज्ञानै थिएन भन्छ नि त त्यति बेला होइन। बस सुख दुःखको अनुभव हुने, आज जे छ त्यही छ होइन, जे खानु पायो त्यही खाने होइन। अनेकौँ अब प्राकृतिक विपदाहरू होइन, सङ्कटहरू आइपरे पनि अनि सहेर बस्ने, त्यसलाई कसरी समाधान गर्ने त्यो बुद्धि विवेक त्यति बेला थिएन भनिन्छ नि त होइन। त्यसरी अनि लाखौँ वर्षको अनि क्रमबद्ध अनि त्यसपछि पहिला अब रुखमै अब हिँडिराख्ने अरे चार खुट्टे खालको, पछि अनि फेरि जमिनमा हिँड्नु थाल्यो अरे, दुईवटा खुट्टा भयो। अब त्यस दुईवटा खुट्टा चाहिँ अब हात भएको होला नि त होइन। त्यसै अनि 4 खुट्टे अरे पहिला अनि त्यो पछि फेरि जमिनमा हिँड्दै जाँदाखेरि दुई खुट्टे हुने भयो। अनि पछि फेरि अनि सामान्य औजारहरू अब होइन, ढुङ्गाहरूको औजारहरू प्रयोग गरेर अनि आगोहरू जलाउन सक्ने क्षमता भयो। त्यसै गरी कृषिहरू गर्न थाले। अनि त्यसै बिस्तारै उनीहरूले अध्ययनहरू गर्दै गरे। अनि अहिलेको अनि त 21औँ शताब्दीको मनुष्य चाहिँ अनि अहिले भनेपछि यस अवस्था आइपुग्नुको लागि हामीलाई 60 लाख वर्ष पश्चातको यो परिणाम हो हाम्रो। अहिले हाम्रो मनुष्य, हाम्रो यो जीवन भनौँ, यो हाम्रो शरीर छ नि यति साह्रो विकसित भएको छ, यति साह्रो सक्षम छ। हामी भविष्यको बारेमा हामी स्वयं सोच्न सक्छौँ, भविष्य के हुनसक्छ हामी अनुमान लगाउन सक्छौँ, त्यसको समाधान के गर्नुपर्ने अहिले हामीले समाधान निकाल्न सक्छौँ होइन। त्यस दृष्टिकोणले हेऱ्यौँ भने पनि अनि त्यति बेला लाग्यो साँच्चै नै हाम्रो यो मनुष्य जीवन चाहिँ अत्यन्तै दुर्लभ बहुमूल्य चिज हो रहेछ जस्तो लागेको थियो। त्यो एउटा चिज भयो होइन, यो उदाहरण। अब दोस्रो कुरा चाहिँ के हो भन्दाखेरि जस्तै हामी अहिले हाम्रो अब सबै हामी यहाँ जति पनि छौँ, जति पनि हेरिराख्नुहुन्छ सबैजना हामी के भएको आमाको गर्भबाटै हामी जन्मेको हो नि त होइन। आमाको कोखबाटै हामी सबैजना के हो जन्मेको। आमाको कोखबाट जन्मिनुको लागि त अब दुई मनुष्यको संयोगबाट नै हाम्रो जन्म भयो होइन। आमा होइन, आमा बुवाको संयोगबाट नै हाम्रो जन्म भयो। आमा बुवाको संयोगबाट मात्र नभइकन, आमा बुवाको संयोगबाट नभएर आमा बुवाको मायाको कारणले हाम्रो जन्म भएको। कसरी भन्न सकिन्छ भन्दाखेरि अस्ति भर्खर मैले अनि न्युजतिर देखेको थिएँ। अनि अचेल अब गर्भपतन भन्दो रहेछ नि त अब होइन, गर्भमा त अब नानी भइसक्यो त्यसलाई फेरि फ्याँक्ने होइन, त्यसलाई गर्भपतन भनिन्छ होइन। त्यसरी गर्भपतन गर्ने अनि अनेकौँ अब किसिमहरू कारण पनि रहेछ होइन, गर्ने गर्दछ। अनि अब यसमा अब सरकारको अब त्यसमा अब त्यस नियम पनि, त्यसमा अनुमति पनि त्यस्तो रहेछ। केही हप्तासम्मको हो भने त्यसलाई गर्भपतन गर्ने कुनै विशेष कारण छ भने यस्तो अवस्था रहेछ। भनेपछि अहिले कस्तो अवस्था आएको छ भन्दाखेरि झुक्कल पुक्कलमा अब गर्भवती भइसके पनि त्यसलाई जन्म दिने कि नदिने, त्यस सन्तानलाई यस पृथ्वी लोकमा ल्याउने कि नल्याउने त्यो कसले निर्णय गर्दछ? त्यो हाम्रो आप्पा आमाले निर्णय गर्ने हो नि त। आप्पा आमाले निर्णय गर्नु हुँदछ नि त।
भनेपछि हामी अहिले जति पनि जन्म लिएर हामी अहिले हिँडिरहेछौँ, कुदिरहेको छौँ, त्यो सामान्य कुरा होइन। त्यो हाम्रो के थियो भन्दाखेरि आप्पा आमाको निर्णय थियो कि मेरो गर्भमा भएको म सन्तानलाई यो धरतीमा ल्याउनेछु, यो पृथ्वीमा ल्याउनेछु, उसको अनि सुख दुःख रेखदेख चाहिँ म गर्नेछु भन्ने उहाँले एउटा दायित्वको भाव भएको कारणले नै हामी यस धरतीमा आउनु पायौँ। यदि आप्पा आमाहरूले अब हामी पालन पोषण गर्नु सक्दैन भनेर यस्तो सोच्यो भने त अनि हामी कसरी हाम्रो जन्म हुन्थ्यो होइन? आधी बाटोमा नै हामी फर्केर जानु पर्थ्यो। भनेपछि अहिले सुकुशल साथ राम्ररी हामी जन्मेर अहिले धरतीमा हिँडिरहेको मतलब आप्पा आमाको अनि उहाँहरूको निर्णय थियो, उहाँहरूको हामीप्रतिको एउटा माया थियो, ममता थियो। त्यही कारणले हामी धरतीमा हामीले जन्म लिन पायौँ जस्तो लाग्छ। त्यस्तो विचार गर्दा पनि हामी अहिले हाम्रो यो जन्म भएको पनि आप्पा आमाको एउटा निस्वार्थ माया र दायित्वको कारणले गर्दाखेरि हामीले यस्तो जीवन पाएको छौँ, यस्तो मानव जीवन, मनुष्यको शरीर पाएको छौँ। त्यस दृष्टिकोणले हेर्दा पनि हाम्रो यो जीवन चाहिँ एकदम दुर्लभ बहुमूल्य छ जस्तो लाग्छ। अनि जन्मिएर मात्र नभइकन जन्मिने बित्तिकै त अब त्यतिकै आप्पा आमाले जन्म दिएर छोडिदियो भने त फेरि हामी त जीवित रहन सक्दैनौँ होइन? जस्तै अब बाख्राहरूको हुँदछ नि, अब जन्मिने बित्तिकै उनीहरू त अब के हो उठेर कुद्नु पो थाल्छ एकछिनमा त है। अब मनुष्यको त्यस्तो हुँदैन, महिनौसम्म अब हेरचाह गर्नुपर्ने होइन, आँखा पनि नखुल्ने जन्मिने साथ। भनेपछि जन्मिएर मात्र नभइकन जन्मिए पश्चात पनि आप्पा आमाले आमा बुवाले पूर्णतः साथ होइन निस्वार्थ भावले हाम्रो दायित्व उठाउनु भयो, जिम्मेवार उठाउनु भयो। त्यति मात्र नभएर अनि आफन्तहरूले पनि हाम्रो जीवनमा धेरै सहयोग गरेको छ होइन, गरेको छ। जो अनि छरछिमेकीहरूले पनि अवश्य हाम्रो जीवनमा सहयोग पुर्याएको छ होइन। अनि हामी अपरिचित व्यक्ति जो चिनाजानै छैन उनीहरूले पनि हाम्रो जीवनमा सहयोग गर्नुभएको छ। जस्तै अब सानो उदाहरण लिँदाखेरि मलाई यस्तो लाग्छ, जस्तै म कोही बेला बाहिरतिर जान्छु, मलाई अब बाहिर ज्ञान त केही थाहा छैन, अनि बाटोहरू त अब सोध्नु पऱ्यो होइन, मलाई थाहा नै भयो नि हुँदैन नि त, अब राम्ररी थाहा नै हुँदैन, कोही बेला भुल्न सक्छौँ नि त बाटो। त्यति बेला हामी बाटो यस ठाउँमा जाने बाटो चाहिँ कताबाट जानुपर्ने हामी अन्जान व्यक्तिलाई सोध्छौँ। त्यति बेला उहाँले निस्वार्थ भावले बताइदिनुहुन्छ कि यो बाटोबाट यताबाट जाऊ, उताबाट जाऊ होइन, अनि त्यहाँबाट चाहिँ त्यहाँ आइपुग्छ भनेर हामीलाई अनि उहाँले के हो मार्गदर्शन गर्नुहुन्छ, बाटो देखाइदिनुहुन्छ। त्यो पनि सहयोगै हो नि होइन र? त्यस्तो सहयोगहरू पनि हामीले धेरै लिएको छौँ। भनेपछि हामी अन्जान व्यक्तिबाट हामीले अनेकौँ सहयोग पाएको छौँ। एउटा आप्पा आमा हुनुहुन्थ्यो, आमा बुवा हुनुहुन्थ्यो, अहिले त हामी चिनाजान भन्छौँ, वास्तवमा त चिनाजान त भएको थिएन। गर्भमा हुँदाखेरि हामी को हो नि, अब आफ्नै आमालाई हामी चिन्न सक्दैनौँ, आफ्नै बुवालाई हामी चिन्न सक्दैनौँ, थियो अन्जानै हुनुहुन्थ्यो नि। र पनि उहाँहरूले अपनाउनु भएर त हामी आयौँ होइन। मतलब चाहिँ के भन्दाखेरि अन्जान व्यक्ति भए पनि उहाँहरूले सहयोग गर्नुभएको कारणले अहिलेको हाम्रो यस्तो अवस्था छ, हामीले यस्तो जीवन पायौँ। भनेपछि अरूको सहयोग बिना चाहिँ हामी अहिले यस्तो हुन सक्ने थिएनौँ। भनेपछि अहिले हाम्रो वर्तमान जस्तो छौँ त्यसको लागि अन्जान व्यक्तिहरूको सहयोगको कारणले हामी यस्तो छौँ। अनि आप्पा आमाको अनि माया र दायित्वको कारणले हामी यस्तो छौँ होइन। त्यस किसिमले पनि हामी अनि के बुझ्न सक्छौँ भन्दाखेरि यो हाम्रो जीवनलाई चाहिँ बहुमूल्य हो भनेर चाहिँ हामीले बुझ्न सक्छौँ जस्तो लाग्छ मेरो विचारमा। अन्त यस्तो बहुमूल्य चिज छ भने त्यसलाई सार्थक अब यत्तिकै खेरो फाल्नु भएन, सही ठाउँमा त्यसलाई लगाउनु पर्यो। त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरि एउटा बोधिचर्य अवतारकै श्लोक छ, त्यो फेरि म एउटा श्लोक छ, धुङ्गल दुर्देश्यमे धुङ्गल निलाउनु पर्यो देवा दुर्गा तिमी बेलाङ्गी देवा डतरचोम भन्ने छ। यसको अर्थ चाहिँ के रहेको छ भन्दाखेरि सबै प्राणीहरूलाई दुःखबाट मुक्त हुने इच्छा छ अरे, सबै प्राणीहरूलाई सुख प्राप्त गर्ने इच्छा छ अरे, र पनि दुःख त्याग्ने इच्छा भए तापनि
दुःखकै बाटोतिर कुदिरहेको छ अरे। सुख चाहे तापनि सुखको बाटोलाई चाहिँ उनीहरूले त्यागिरहेको यस्तो अवस्था छ अरे, होइन? त्यसै कारणले अनि फेरि बोधिचर्य अवतारकै शब्द हो, होइन? हेला दिँदा थम्चिने थुपे सेरप धुन्दो सो देही छिर्न ढुङ्गाल्दा शिवर दुबे सेरप के भन्ने एउटा श्लोक छ। त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि मतलब प्राणीहरू सुख चाहे तापनि सुखको बाटो जानेको छैन, दुःख नचाहे तापनि दुःखको बाटो त्याग्नु जानेको छैन। मतलब अज्ञानमा छ, ऊ भ्रमित छ अरे। त्यही कारणले गौतम बुद्धले जति पनि मार्गदर्शनहरू गर्नुभएको छ, धर्मचक्र प्रवर्तनहरू गर्नुभएको छ, त्यसको उद्देश्य के थियो भन्दाखेरि प्राणीहरूको अन्तर्मनमा प्रज्ञा जगाउने, ज्ञान जगाउने चाहिँ उहाँको उद्देश्य थियो अरे गौतम बुद्धको। त्यसै कारणले देही छिर्न ढुङ्गाल्दा शिवर देवे निङ्जे के भन्नाले त्यही कारणले हामीहरू दुःखको निवारण चाहन्छौँ भने, दुःख हटाउन चाहन्छौँ भने हामीहरूले अवश्य नै हाम्रो हृदयमा चाहिँ, मनमा चाहिँ अनि ज्ञानलाई जगाउनुपर्छ, होइन? ज्ञानको ज्योतिलाई चाहिँ जगाउनुपर्छ भन्ने चाहिँ त्यो। त्यही कारणले अब हामीहरूलाई अब सुख चाहने र दुःख नचाहने भए चाहिँ हाम्रो अन्तर्मनमा चाहिँ ज्ञान जगाउनुपर्छ अरे। अनि ज्ञान जगाउनुको लागि के गर्नु पर्यो त भन्दाखेरि अनि त्यसको क्रमहरू जस्तै अनि श्रवण गर्ने, सुन्ने, अनि चिन्तन गर्ने, अनि ध्यान, होइन? ध्यान साधना गर्ने। यस क्रमले चाहिँ हामी अनि अन्तर्मनमा अनि प्रज्ञाहरू चाहिँ जगाउने। 3 किसिमको प्रज्ञाहरू, श्रुतिमय प्रज्ञा, थ्योजुङ्गी सेरा भन्छ नि, थ्योजुङ्गी सेरा भन्ने श्रुतिमय प्रज्ञा, त्यो अब श्रवण गरेर सुनेर त्यो जगाउने, होइन? सम्झुङ्गी सेरा चिन्तनमय प्रज्ञा, त्यसलाई चाहिँ चिन्तन गर्ने हो, होइन? किन कसरी युक्ति साथ हामीले चिन्तन गरेर चाहिँ अनि यस्तो रहेछ त्यस्तो होइन रहेछ भन्ने चाहिँ हामीले निश्चित गरेर चाहिँ हामीले अनि चिन्तनमय प्रज्ञा जगाउने। अनि त्यो चिन्तनमय प्रज्ञाहरूलाई नै अनि हामीले समाधिको आधारमा हामीले ध्यान गर्ने। अनि त्यसो ध्यान गरेर चाहिँ हामीलाई अनि घुमझुङ्गी सेरा भनौँ, अनि भावनामय हाम्रो हृदयमा अनि प्रज्ञा जाग्नेछ। त्यो प्रज्ञा जाग्यो भने चाहिँ हामी अनि हाम्रो अन्तर्मनमा भएको अज्ञानको विनाश हुनेछ। अनि अज्ञानको विनाश भयो भने हामी तब नै अनि हामी दुःखबाट चाहिँ छुटकारा पाउन सक्छौँ भन्ने कुरा चाहिँ यो रहेको छ। अनि त्यसै कारणले अनि पूर्वजन्म लगायत बौद्ध दर्शनको अब संक्षिप्त परिचय। अब संक्षिप्तको अर्थ त तपाईँहरूले बुझ्नै हुन्छ होला, संक्षिप्त, होइन? संक्षिप्त भनेको अति नै संक्षिप्त हो। भनौँ दक्षिण भारतै भन्नु सकिन्छ, होइन? भारत, नेपाल भनौँ, दक्षिण भारत अरे दक्षिण एसियामै भनौँ, होइन? प्राचीनतम 9 दर्शन मानिन्छ, होइन? प्राचीन 9 दर्शन, वैदिक 6 दर्शन, होइन? जस्तै सांख्य दर्शन, योग दर्शन, न्याय दर्शन, वैशेषिक दर्शन, अनि मीमांसा दर्शन, वेदान्त दर्शन गरेर अनि 6 दर्शनलाई चाहिँ अब वैदिक दर्शन भन्यो, होइन? अनि चारवाक दर्शन नत्र लोकायती दर्शन, जैन दर्शन, बौद्ध दर्शन गरेर यी 9 दर्शनलाई चाहिँ अब दक्षिण एसियाको प्राचीन दर्शन हामीले मान्न सक्छौँ। अब माथिका अनि सांख्य दर्शन, योग दर्शन इत्यादि वैदिक 6 वैदिक दर्शनहरूलाई उनीहरूलाई वैदिक दर्शन, उनीहरूको मूल सिद्धान्त भनौँ, उहाँहरूको मूल समानता चाहिँ के छ भन्दा यो 6वटै दर्शनले के भन्छ भन्दाखेरि वेद चाहिँ सत्य वचन हो, वेद चाहिँ शब्द प्रमाण हो भनिन्छ। अब वेद भन्नाले 4 वेद छैन, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद गरे 4 वेद छैन। यो वेदमा जे बताएको छ त्यो सत्य हो, त्यहाँ मिथ्या वचन छैन, त्यहाँ झुटो छैन, त्यहाँ जे वचन त्यो नै सत्य हो, त्यो नै परम सत्य हुनेछ, होइन? त्यसरी मान्ने गर्दछ वेदलाई नै अनि शब्द प्रमाणको रूपमा लुङछेमा भनौँ शब्द प्रमाण उनीहरूले मान्ने गर्छ माथिको 6 दर्शनहरूले। त्यसै गरी उहाँहरूले शाश्वत आत्मालाई माने। हामीले आत्मा, म भन्ने आत्मा छैन, आत्मा, त्यो आत्मा चाहिँ कस्तो छ भन्दाखेरि परिवर्तन नहुने, त्यो नित्य ताक्पा भन्छ नि, नित्य परिवर्तन नहुने त्यो नित्य शाश्वत अनि आत्मालाई मान्ने गरेर शरीरबाट अनि पृथक, होइन? शरीरबाट पृथक, स्वतन्त्र अनि शाश्वत नित्य अनि आत्मा छ भन्ने मान्ने गर्दछ। अब आत्मा छ भनेपछि यो आत्माले अनि यो शरीर धारण गर्ने हो, यो शरीरलाई फेरि फ्याँक्ने, होइन? अनि फेरि नयाँ शरीर लिने। त्यस कारणले नि उनीहरूले पनि
पूर्व जन्म र पुनर्जन्म केवाङ्गामा भनौँ पहिलाको जन्म र अनि पछिको जन्म छ भन्ने गर्दछ वैदिक दर्शन सबैले। अनि पूर्व जन्म र पुनर्जन्मको उनीहरूले सिद्धान्त दिने गर्दछ अनि त्यो मान्ने गर्दछ। अब आत्माले अब नयाँ नयाँ शरीर लिएको कारणले गर्दाखेरि पुनर्जन्म भयो, फेरि फेरि जन्म भयो होइन। अब फेरि जन्म भयो, जस्तै पूर्व जन्मको सत्कर्म र दुष्कर्मले गर्दाखेरि यस जन्ममा सुख दुःख भोगेको अरे होइन। यस जन्मको राम्रो कर्म र नराम्रो कर्मले गर्दाखेरि अनि आउँदो जन्ममा पछिको जन्ममा सुख दुःखको फल भोग्नुपर्छ अरे भने उनीहरूले भन्ने गर्दछ। त्यही कारणले उहाँहरूले अनि कर्मफलको पनि उहाँहरूले मान्नुहुन्छ होइन। अनि त्यसै गरेर अब यो संसारमा बस्यो भने अनि बौद्ध दर्शनहरूले अनि संसारमा बस्यो भने अनि कर्मफल भोग्नै पर्छ होइन। कर्मफल भोग्नै पर्ने अनि जन्म मृत्यु अनेकौँ दुःखहरू भोग्नै पर्ने। त्यो जन्म मृत्युबाट नि अनि पूर्णतः अनि हामी छुटकारा पाउन सक्छौँ त भन्दाखेरि उहाँहरूले पनि सकिन्छ भन्नुहुन्छ होइन। त्यही कारणले उहाँहरूले पनि मोक्ष भन्ने चाहिँ मान्ने गर्दछ होइन। माथिका अनि वैदिक 6 दर्शनीहरूले पनि सबैले उहाँहरूले अनि के मान्नुहुन्छ, मोक्ष मान्नुहुन्छ भनिन्छ है। वेदलाई प्रमाण मान्ने गर्दछ, शाश्वत आत्मालाई मान्ने गर्दछ, पूर्वजन्म पुनर्जन्म मान्ने गर्दछ अनि मोक्षलाई मान्ने गर्दछ वैदिक दर्शनहरूले पनि। अब चारवाक दर्शन भनौँ लोकायती दर्शनले चाहिँ केही पनि अब न वेदलाई प्रमाण मान्ने हो, न शाश्वत आत्मालाई मान्ने, न पूर्वजन्म पुनर्जन्म मान्छ होइन, कर्मफललाई मान्छ, न मोक्षलाई केही पनि मान्दैन। चारवाक अब दर्शन भनौँ लोकायती दर्शनले चाहिँ। अनि अलिकति माथि फेरि वैदिक दर्शनलाई फेरि याद गर्दाखेरि वैदिक दर्शनले मा अनि के अन्तर छ उनीहरू भित्रमा चाहिँ के अन्तर छ भन्दाखेरि वैदिक दर्शन सबैले ईश्वर भन्छ। हामी ईश्वर सुनिरहेको छौँ होइन। सबै यो ब्रह्मा नै बनाउने चाहिँ सृष्टिकर्ता एकदमै शक्तिशाली होइन, एउटा परमात्मा ईश्वर हुनुहुन्छ भन्ने कुरा उहाँहरूले मान्नुहुन्छ नि त होइन। यो वैदिक दर्शन सबैले अनि ईश्वर मान्दछ त भन्दाखेरि प्रश्न गर्दाखेरि वैदिक 6वटा वैदिक दर्शन छ, यो सबैले ईश्वरलाई स्वीकार्दैन अरे। साङ्ख्य दर्शन र अनि साङ्ख्य दर्शनले पनि अब महर्षि कपिलबाट अनि स्थापित अनि साङ्ख्य दर्शन अनुसार पनि अनि ईश्वरलाई मान्यता छैन, ईश्वर सृष्टिकर्ता छैन होइन। वैदिक दर्शन हो र पनि सृष्टिकर्ता छैन भन्ने गर्दछ। अनि त्यसै गरी मीमांसा दर्शन अनुसार पनि अनि सृष्टिकर्ता ईश्वरलाई मान्यता दिँदैन भन्ने मैले सुने है। अब जैन दर्शनले भन्दा चाहिँ अब जैन दर्शनहरूले पनि अब वेदलाई प्रमाण मान्ने होइन, वेदलाई प्रमाण मान्दैन होइन, र पनि उनीहरूले शाश्वत आत्मालाई मान्ने गर्छ, पूर्वजन्म पुनर्जन्म मान्ने गर्दछ अनि कर्मफललाई मान्ने गर्दछ, मोक्षलाई पनि मान्ने गर्दछ। अब हामी बौद्धमा आउँ होइन, बौद्ध दर्शनमा। अब बौद्ध दर्शन अनुसार चाहिँ कस्तो मान्यता छ, वेदलाई प्रमाण मान्दछ, वेदमा जे भन्दा त्यसलाई सत्यता मान्नेछ मान्दैन, वेदलाई प्रमाणको रूपमा मान्दैन। अनि शाश्वत आत्मा जस्तै वैदिक दर्शनहरूले हाम्रो आत्मा म भन्ने चिज चाहिँ अपरिवर्तन होइन, शाश्वत होइन, स्वतन्त्र रूपले छ भन्ने उनीहरूले मान्दछन्। त्यसरी मान्दछ बौद्ध दर्शनले त्यसरी मान्दैन। शाश्वत आत्माको निषेध गर्दछ, घाक्पा भन्छ नि, निषेध गर्दछ होइन, त्यसलाई शाश्वत आत्मालाई स्वीकार्दैन बौद्ध दर्शनले। त्यसै गरी पूर्वजन्म र पुनर्जन्म मान्दछ त भन्दाखेरि आत्मा त मानेन, पूर्वजन्म र पुनर्जन्म मान्दछ त भन्दाखेरि बौद्ध दर्शन अनुसार पूर्वजन्म र पुनर्जन्म मान्ने गर्दछ। अब बौद्ध दर्शन यस अहिले विश्वमा अब मूल 3 सम्प्रदायमा बाँड्ने गर्दछौँ, थेरावाद, महायान, वज्रयान गरेर होइन। अब थेरावाद भनौँ अनुसार पनि पूर्वजन्म पुनर्जन्म मान्ने हो, महायानीले पनि मान्दछ, वज्रयानीले पनि सबैले मान्दछ होइन। मैले कोही बेला नि युट्युबतिर सुन्थेँ कि बौद्ध दर्शन अनुसार पूर्वजन्म पुनर्जन्म यसरी मान्दैन भनेर पनि मैले सुनेको थिएँ क्या। त्यो चाहिँ अब थेरावाद अनुसार पनि होइन, महायान अनुसार पनि होइन, वज्रयान अनुसार पनि होइन। त्यो बौद्ध आफ्नो व्यक्तिगतले मान्नु नमान्नु त्यो बेग्लै कुरा हो। त दर्शनकै आधारमा हो भन्ने हो भने बौद्ध दर्शन सबै बौद्ध दर्शनले पूर्वजन्म र पुनर्जन्मलाई स्वीकारेको छ, त्यसको सिद्धान्त स्पष्ट रूपले दिने गर्दछ है। यो चाहिँ हामीले बुझ्नुपर्छ जस्तो लाग्छ। अनि मोक्ष कर्मफल अवश्य नै मान्दछ अनि मोक्षको विषय पनि अवश्य मान्दछ, तर ईश्वरलाई कदापि मान्दैन होइन, सृष्टिकर्ता भन्ने चाहिँ कदापि मान्दैन। पूर्वजन्म र पुनर्जन्मको कुरा गर्दाखेरि होइन, जस्तै मैले भगवत गीता भन्ने अब श्री
महाभारतको एउटा महाभारत वेदव्यासले रच्नुभयो भन्दैछ होइन, रच्नुभएको महाभारत भन्छ नि, त्यसकै एक भाग भगवद् गीता भन्दा छैन, त्यहाँनिर अनि त्यो अनुसार पनि पूर्वजन्म पुनर्जन्मको अलिकति कुराहरू आउँछ होइन। भगवद् गीताको अनुसार चाहिँ होइन आत्माको विषयमा कुरा गर्दाखेरि त्यहाँनिर आत्मालाई न शस्त्र हतियारले काट्नु सक्छ अरे, न आगोले जलाउन सक्छ अरे होइन, न जलले त्यसलाई भिजाउन सकिन्छ अरे, न वायुले त्यसलाई सुकाउन सक्छ होइन। यो आत्मालाई केही गर्न सक्दैन। त्यसै गरी अनि आत्मा भनेको चाहिँ भगवद् गीता अनुसार आत्मा भनेको चाहिँ अजन्म अरे, नित्य अरे, सनातन अनि पुरातन सर्वव्यापी भन्ने कुराहरू मान्दछ। अनि उनीहरूले पूर्वजन्म र पुनर्जन्म मान्छ। त्यस्तो कस्तो भन्दाखेरि जस्तै हामीले मनुष्यहरूले पुरानो लुगा छोडेर नयाँ लुगा हामी लाउँछौँ नि होइन, शरीर त एउटै हो नि, पुरानो लुगा चाहिँ छोड्छौँ हामीले होइन, त्यागेर छोडेर हामी नयाँ लुगा लाउँछौँ नि। त्यसै गरी आत्माले पनि पुरानो शरीर छोड्ने, नयाँ शरीर धारण गर्ने। अनि त्यस किसिमले उनीहरूले पुनर्जन्म यसरी मान्ने गर्दछ। अब हाम्रो बौद्ध दर्शन अनुसार चाहिँ पूर्वजन्म छ त भन्यो, त्यसको के युक्ति छ, मान्नुको कारण के हो? बौद्ध दर्शनहरूले पूर्वजन्म छ भन्नुको के कारणले चाहिँ मान्ने गर्दछ भन्दाखेरि चाहिँ बौद्ध दर्शनको अनुसार चाहिँ अनि लोपेन लेख्दै चाहिँ भनौँ, अनि आचार्य भव्यले उहाँले रच्नुभएको उमालिङ्गो भनौँ माध्यमक हृदय शास्त्रमा चाहिँ यसरी बताएको छ, छेरा भिटल्ला सोयो न छुमे छिन्न ध्यान होस्। यसको अर्थ चाहिँ रहेको छ कि पूर्वजन्म छ कि छैन, हामी कसरी अब हामीले प्रत्यक्ष देख्न सक्दैन पूर्वजन्म थियो कि थिएन। हामीले विचार गर्दा मेरो पूर्वजन्म थियो कि थिएन, म आफैले विचार गर्दाखेरि म जान्नु सक्दिनँ। अब मेरो फेरि म मरे पश्चात फेरि मेरो जन्म हुन्छ कि हुँदैन विचार गर्दाखेरि त्यो पनि म जान्नु सक्दिनँ। के त म जान्नै सक्दिनँ, के छैन त मेरो पूर्वजन्म थिएन, मेरो पुनर्जन्म हुँदैन र भन्ने हामीले चाहिँ विचार गर्नु पर्यो। अब हामीले प्रत्यक्ष रूपमा जान्नु सक्यौँ, अनि के हामीले जान्नु नसक्दैमा के छैन र त्यो पूर्वजन्म थिएन, पूर्वजन्म थिएन, पुनर्जन्म हुँदैन र भन्दाखेरि अनि के युक्ति दिनुहुन्छ भन्दाखेरि जस्तै एक बालकहरूले होइन, सानो नानीहरूले पूर्वजन्महरू याद आउने होइन, पूर्वजन्म मेरो घर यस्तो ठाउँमा थियो, मेरो बुवाको नाम यो हो, मेरो आमाको नाम यो हो होइन, मेरो दिदी बहिनीहरू यति थिए होइन, मेरो घरमा कुखुरा बाख्राहरू यस्तो यस्तो थिए भन्ने कुरा त एउटा नानीलाई स्पष्टसँगले याद आउने होइन। याद आए अनुसार पछि त्यसैले जाँचबुझ गर्दै जाँदाखेरि जस्तो भनेको थियो उसले नानीले त्यस ठाउँमा गएर हेर्दाखेरि, जुन ठाउँमा भनेको थियो त्यस ठाउँमा गएर हेर्दाखेरि अनि त्यो घरमा त्यसै गरी अनि बुवाको नाम, आमाको नाम, दिदी बहिनीहरू भयो, उसको अनि पशुहरू भयो, त्यो ठिकठिकसम्मले अनि भेटेको यस्तोहरू घटनाहरू धेरै छ। अब हामीले सोच्ने त्यो कसरी भयो त? अब वैज्ञानिक ढङ्गले सोच्यौँ भने, विज्ञानको अनुसार, साइन्सको अनुसार भनौँ भने अहिले मैले जति पनि बोलिरहेको छु यो मलाई आफसे आफ आएको र कसैले मलाई शक्ति प्रदान गरेर मैले बोलेको र अवश्य होइन। के भन्नु पर्यो, कि मैले आँखाले हेरेको थिएँ पहिला, कि मैले सुनेको थिएँ होइन, मैले कुनै अनुभव, यो पञ्च इन्द्रिय भन्छ नि होइन वाङपोङमा, पञ्च इन्द्रियको माध्यमबाट अवश्य मलाई सूचना गयो मेरो मस्तिष्कमा, अनि मेरो मस्तिष्कमा मेमोरीमा त्यहाँनिर रहेको कारणले मैले फेरि याद गरेर अहिले मैले बोलिरहेको छु भन्छ नि त। अब त्यो सानो नानी बालकले उसलाई जुन नाम बताएकै छैन होइन, उसले सुनेकै छैन, जुन ठाउँ ऊ गएकै छैन, उसलाई त्यो ठाउँको बारेमा विस्तृत रूपले उसलाई ज्ञान छ, त्यो कसरी भयो त? उसले न आँखाले देखेको छ, न कानले सुनेको छ, न पहिला त्यो ठाउँमा ऊ गएको छ, र पनि त्यो सानो बालकले त्यस स्थानको बारेमा उसलाई राम्ररी स्मरण भयो। त्यो कसरी भयो त? त्यो विज्ञानको अनुसार हेर्दाखेरि, साइन्सको अनुसार त्यो असम्भवै हो त्यो होइन। मस्तिष्कमा आफसे आफ त पसेन नि त होइन, पञ्च इन्द्रियले अनुसार मस्तिष्कमा जाने हो, त्यो त भएन नि त। त्यही कारणले गर्दाखेरि बौद्ध दर्शनमा पूर्वजन्मको अनि याददासको कारण स्मरण हुने गर्दछ। त्यस कारणले गर्दाखेरि पनि
अनि के हो भन्दाखेरि अनि पूर्वजन्म थियो भन्ने एउटा सानो युक्तिहरू जस्तो छ। अनि अन्य युक्तिहरू पनि धेरै छ र पनि अहिले हामी चर्चा नगर्यौँ। हामी समयलाई पनि ख्याल गर्दै अनि समयहरू पनि धेरै कमी हुँदैछ। अनि बौद्ध दर्शनको अरू भन्दाखेरि अनि हामीले गोन्तोगेन भन्छौँ, गोन्तोगेन भनौँ, अभिसमय अलङ्कार सूत्रमा शास्त्र हो। यो शास्त्रमा के भने डुब्दा देम्बा नाम्दा निसाङ्गे लासो कुन्जुसुम मासे योसु मिङ्गा लम्नी योसु जिम्बातामा भन्ने गरिन्छ। यसै अनुसार भन्दाखेरि यसमा अब हामीले बौद्ध दर्शन हामीले जान्नु छ भने चाहिँ त्यति बेला 2 सत्यलाई जान्नुपर्छ अरे, अनि 4 सत्यलाई। 2 सत्य के हो भन्दाखेरि अब कुञ्जोप देम्बा भन्छ होइन, कुञ्जोप देम्बालाई चाहिँ अब समृद्धि सत्य र अनि धोनाम देम्बालाई चाहिँ परमार्थ सत्य गरे। यो 2 सत्यलाई चाहिँ हामीले जान्नुपर्छ हुन्छ। जस्तै आचार्य नागार्जुनले अब चावासेरा भनौँ माध्यमिक करिका शास्त्रमा घाङ्दा देम्बा दिनेगी नामी नम्बर मिसे वा देदा साङ्गे देम्बा नि सामै दिने नाम मिसे के भनेको भन्दाखेरि जसले 2 सत्य अघि मैले भने नि समृद्धि सत्य र परमार्थ सत्य कुञ्जो देम्बा र धुन्द देम्बा, यो 2 सत्यको विषयमा जसले जान्दैन उसले बुद्धको दर्शनको अनि गम्भीर तत्त्वहरू गम्भीर विषयवस्तुहरू चाहिँ उसले जान्न सक्दैन। भनेपछि बौद्ध दर्शनको एउटा गम्भीर तत्त्वहरूलाई जान्नु छ भने चाहिँ यो 2 सत्य जान्नु पर्यो। धुन्दन देम्बा र कुञ्जो देम्बा भन्छौँ नि, यो 2 सत्यलाई चाहिँ अवश्य जान्नुपर्छ भनिन्छ होइन। त्यति मात्र जानेर अनि हामीले हुँदैन अरे। अनि 4 सत्य जान्नु पर्यो। अब 4 सत्य होइन, देम्बासी 4 सत्य भन्नाले अब धुङ्गल देम्बा भन्छौँ दुःख सत्य, कुञ्जुङ देम्बा भन्नाले समुदाय सत्य होइन, घोपे देम्बा भन्नाले निरोध सत्य, लम्देम भन्नाले मार्ग सत्य। यो 4 सत्यको चाहिँ ज्ञान हुनु अनिवार्य छ अरे। जस्तै कि दुःख सत्य भन्नाले हामीलाई दुःखको परिचय दिने हो होइन। समुदाय सत्यले चाहिँ दुःखको परिचय भएर मात्र नभए, जानेर मात्र नभएर त्यो दुःख चाहिँ के कारणले उत्पन्न भयो, त्यो दुःख चाहिँ कसरी उत्पन्न भयो, कहाँबाट आयो त्यो पनि जान्नुपर्छ अरे होइन। दुःखको बिउ जान्नु पर्यो, दुःखको हेतुहरू जान्नु पर्यो। त्यसलाई चाहिँ अब त्यो जान्नुको लागि चाहिँ हामीले समुदाय सत्य चाहिँ जान्नु पर्यो। अब त्यो दुःख र दुःखको बिउ त जान्यौँ, दुःख र दुःखको बिउ चाहिँ हामीले हटाउन सक्छौँ र त्यसलाई निरोध भनेको रोक्नु सक्छौँ त भन्ने प्रश्न आउँछ नि त। त्यो उत्तर जान्नुको लागि चाहिँ हामीले निरोध सत्य घोक्पे देम्बा चाहिँ हामीले जान्नु पर्यो। अब त्यो यदि हामीले दुःखको निवारण गर्न सक्छौँ होइन भनेपछि त्यो जानेपछि त्यो निवारण गर्ने उपाय छ कि छैन, त्यसलाई मार्गहरू छ कि छैन भन्दाखेरि त्यसको उत्तर जान्नुको लागि त्यसको मार्गहरू छ। त कस्तो मार्ग छ त भन्दाखेरि अनि त्यो उत्तर जान्नुको लागि चाहिँ हामीले मार्ग सत्यहरूको चाहिँ हामीलाई ज्ञान हुनु पर्यो है। अनि बौद्ध शिक्षा अभ्यासक्रमलाई अलिकति हामी चर्चा गऱ्यौँ। अनि लोपे इग्ने भनौँ, आचार्य वसुबन्धुले रच्नु भएको छेउङ बज्जो भनौँ अभिधम्म कोर्स, त्यसमा के बताएको छ भन्दाखेरि छुल्ने थ्यो समदिम्बे घोम्बा लाने राप्तु जोर भनेर बताउनु भएको छ। यो 2 लाइनले चाहिँ के बताउँछ भन्दाखेरि हामी बोधिस्ट भइसकेपछि बौद्ध शिक्षाको अभ्यास चाहिँ कसरी गर्नुपर्छ, अभ्यासको क्रम चाहिँ के हो होइन, त्यो चाहिँ यहाँनिर बताएको छ। सर्वप्रथम बौद्धहरूले बौद्ध शिक्षा अभ्यास गर्नुको लागि छुल्ने भन्दाखेरि सिलमा बस्नुपर्छ अरे। पहिला सिल पालना गर्ने अरे, सिलमा बस्ने अरे। त्यसपछि अनि थ्यो समदेम्बे भनेको त्यसबाट चाहिँ अनि त्यहाँबाट चाहिँ बौद्ध दर्शनहरूको श्रवण गर्ने होइन, सुन्ने, गुरुबाट सुन्ने पढ्ने गर्नुपर्छ अरे। त्यसपछि समदेम्बे भनेको चाहिँ अनि त्यसबाट सुनेको पढेको मात्र त्यति नराखिकन त्यसलाई चिन्तन गर्नुपर्छ अरे। आफ्नो प्रज्ञाले आफ्नो बुद्धि विवेकले त्यसलाई चिन्तन गर्नुपर्छ अरे। अनि त्यसपछि घोम्बला निदाब अन्त्यमा चाहिँ अनि हामीले त्यो बुझेको अर्थलाई चाहिँ अनि हामीले बारम्बार ध्यान साधना गर्नुपर्छ अरे है। त्यसरी चाहिँ अनि बौद्ध शिक्षाको क्रमहरू यहाँ बताएको छ। अब बौद्ध शिक्षा चाहिँ हामीले मूल समेट्दाखेरि 3 शिक्षामा हामीले समेट्न सक्छौँ होइन। सुटिङ लाभा भन्नाले शील शिक्षा, तेङ्जिङ लाभा भन्नाले समाधि शिक्षा, अनि शेरप लाभा भन्नाले प्रज्ञा शिक्षा। बुद्धको जति पनि त्यहाँनिर दर्शनमा जति पनि हामीले अभ्यास गर्नुपर्ने शिक्षा छ त्यो सबै समेट्दाखेरि चाहिँ शील समाधि प्रज्ञा यी 3 शिक्षामा चाहिँ समेटेको पाइन्छ। अब हामीहरू सबै बौद्धिस्ट हौँ भन्छौँ,
बोधिस भएपछि दुईटा हो, दुई किसिमको हुन्छ बोधिस है। एउटा गृहस्थी हो होइन, सांसारिक जीवनयापन गर्ने गृहस्थी हो। एउटा ब्रह्मचारी हो होइन। अब पुरुष हो भने अब लामा ब्रह्मचारी होइन, भिक्षु बन्ने। अब स्त्री अब ब्रह्मचारी हो, भिक्षुनी होइन। भनेपछि हामी बुद्धिस्ट भइसकेपछि चाहिँ शील पालना गर्ने अरे। अनि ब्रह्मचारी शील पालना गर्ने हो भने होइन, अनि ब्रह्मचारीको शील पालना गर्ने भयो। अब गृहस्थीहरूको लागि अनि पहिला भने बुद्धिस्ट भएपछि सर्वप्रथम शीलमा बस्नुपर्छ भन्यो नि त। शील अब गृहस्थीहरूको लागि चाहिँ के शील छ भन्दाखेरि उनीहरूको शीललाई चाहिँ अनि पुरुष भए उपासकको शील, स्त्री भए उपासिकाको शील चाहिँ उनीहरूले पालना गर्नुपर्ने हुन्छ होइन। अब गृहस्थी अब बुद्धिस्ट अब गृहस्थीहरूले भएर अनि उपासिकाको शील पालना नगरिकन म बुद्धिस्ट हुँ भनेर होइन, प्रवचनहरू पनि अलिअलि सुन्ने होइन, गुरुहरू पनि दर्शन गर्ने, गुम्बा पनि कुरा गर्ने, युने बस्ने मानिहरू अनि गर्ने, यस्तो त गर्ने गर्छ होइन। तर हामीले शील पालना गऱ्यौँ न भने चाहिँ कुनै पनि परिणाम हामीले पाउन सक्दैनौँ। हामीले अन्तर्मनमा एउटा विशेष किसिमको हामीले अनुभव गर्न सक्दैनौँ शील पालना गऱ्यौँ न भने चाहिँ। जस्तै सूत्रमा बताएको छ कि छुट्टी यहाँ दे दो भन्छ, यसलाई अब शील संयुक्त सूत्रमा बताएको छ कि अब धेरै छ। अब एक दुई शब्दहरू यहाँ लिँदाखेरि जिटदा मिगमे सुक्थौँ मिरौँ तर देशिन छुल्टी मेना छे मिथौँस। यसको अर्थ यो हो कि जस्तै हामीले आँखा छैन भने कसरी बाहिरको रूप रङहरू देख्न सक्छौँ त? यदि आँखै छैन भने बाहिरको रूप रङ हामी कसरी देख्न सक्छौँ त? सक्दैनौँ नि त। त्यसै गरी यदि हामीले शील पालना गऱ्यौँ न भने बुद्धको ज्ञान चाहिँ अन्तर्मनबाट हामीले कसरी अनुभव गर्न सक्छौँ त? बुद्धको शिक्षा चाहिँ अन्तर्मनमा कसरी जगाउन सक्छौँ त? त्यो कदापि सकिँदैन भन्नुहुन्छ। यो चाहिँ बुद्ध स्वयंले भन्नुभएको है सूत्रमा। अनि जिजदा कामे लम्जुक घालनु देशिन सुटी मेना थर्मिरुस। जस्तै कि हामी खुट्टै छैन भने हामी कसरी हिँड्न सक्छौँ त? हिँड्न सक्दैनौँ। त्यसै गरी हामीले शील पालना गऱ्यौँ न भने चाहिँ म मोक्ष प्राप्ति गर्छु भन्ने चाहे तापनि उसले मोक्ष कसरी प्राप्त गर्छ त? उसले बौद्ध दर्शनमा बताएको अनुसार उसले लाभहरू, फाइदाहरू, फलहरू धेरै बताएको छ नि त। त्यो फलहरू उसले कसरी प्राप्त हुन्छ त? अवश्य हुँदैन अरे। त्यो फल प्राप्त गर्नु छ भने चाहिँ उसले शील पालना गर्नुपर्छ अरे है। जस्तै त्यो गरेको। जस्तै गरी अनि अर्को शब्दहरू मैले याद गर्न चाहेँ। जस्तै लोबेन धावा डावा भनौँ, आचार्य चन्द्रकीर्ति उहाँले रच्नुभएको अब उमाचुक्पा भनौँ माध्यमक अवतारमा चाहिँ अनि यस्तो शब्द भन्नुहुन्छ कि हिउँदे छुट्यो सिङ्दु नम्फेल्न डेबु निर्चु छेपामे पर्क्योस्। यो दुई लाइन छ। यसले चाहिँ यहाँ के भन्नुहुन्छ भन्दाखेरि उदाहरणको लागि के दिनु भएको छ भन्दाखेरि जस्तै मलिलो खेतबारी छ भने होइन, एकदमै मलिलो खेतबारी छ भने त्यहाँनिर जुनै प्रकारको पनि हामी बिउहरू रोप्यौँ भने, छर्यौँ भने त्यहाँनिर सहज रूपले त्यहाँनिर बोट बिरुवाहरू फस्टाएर उम्रिने होइन, अनि फलहरू पनि सही फल्ने यस्तो हुन्छ अरे मलिलो खेतबारी हो भने। त्यसै गरी हामीले शील राम्ररी पालना गऱ्यौँ भने बुद्धको अन्य शिक्षाहरू पनि आफसे आफ अन्तर्मनमा उत्पन्न हुन्छ अरे। जस्तै मलिलो खेतमा हामीले बिउहरू रोप्ने बित्तिकै त्यहाँनिर फस्टाएर आउँछ नि त। त्यसै गरी हामीले शील चाहिँ पालना गऱ्यौँ भने चाहिँ अनि बुद्धको दर्शनबाट बुद्धको ज्ञानहरू चाहिँ अनि सजिलै हाम्रो मनमा चाहिँ फस्टाएर जानेछ भनेर चाहिँ यसरी भन्नुभएको छ। अन्त समयकाललाई हेर्दाखेरि हामीले आज यतिमै सायद टुङ्ग्याउनु पर्ला जस्तो लाग्यो मलाई चाहिँ। भन्नुपर्ने त अरू पनि केही थियो र पनि यतिमै टुङ्ग्याउनु चाहेँ। जस्तै अनि अहिले यहाँनिर भोगर बचरधारा मेमोरियल स्कुलकै अनि विद्यार्थी भनौँ मित्र धर्ममित्रहरू पनि यहाँनिर हुनुहुन्छ। अनि तपाईँहरूले अहिले अनि स्कुलको त्यहाँनिर 10 कक्षासम्म क्लास 10 सम्मको नि अध्ययन गरिराख्नु भएको छ होइन।
त्यो अत्यन्तै जरुरी छ जस्तो लाग्छ मेरो विचारमा, होइन? एक किसिममा हामी ब्रह्मचारी हौँ भन्छौँ नि, अब हामी लामा ब्रह्मचारी हौँ, अब आध्यात्मिक दर्शनहरू अध्ययन अभ्यास गर्ने, होइन? अनि भौतिक ज्ञानहरू त्यो के गर्ने, त्यो सामान्य चित्त हो त्यो त, होइन? खाने लाउने होइन, त्यो संसारिक कामहरूको लागि पो त्यो अब स्कुलको शिक्षाहरू चाहिने हो त। हामीहरू त अब ब्रह्मचारी हौँ, अब हामीहरू त एकदम बुद्धको दर्शनहरू मात्र अध्ययन अभ्यास गर्नुपर्छ भन्ने यस्तो मनमा आउँछ नि कतिलाई, होइन? जस्तै कि मलाई पनि लाग्थ्यो, पहिला म सानोमा पनि लामा जाने यस्तो सोच अलिअलि आप्पामाहरूले पनि भन्नुहुन्थ्यो, मलाई यस्तो लाग्थ्यो कि म जान्छु जस्तो लाग्थ्यो। म स्कुल पढेर त के गर्ने, अब म त लामा भइहाल्ने हो, होइन? अब म त लामा पढ्ने हो, बौद्ध दर्शन अध्ययन अभ्यास गर्ने हो, मलाई त्यो स्कुल पढेर के फाइदा, यस्तो मलाई लाग्थ्यो क्या। तर अहिले आफूलाई हेर्दाखेरि त्यो एकदम गलत धारणा थियो, त्यो गलत विचार थियो। जति म त्यति बेला अब जति यहाँ गुम्बामा लामा नपस्नु जति पनि म स्कुल पढेँ, त्यो मलाई धेरै त्यो लाभदायक भयो, त्यसले मलाई धेरै सहयोग गर्यो बौद्ध दर्शन अध्ययन गर्नको लागि। हामी स्कुलको किताब पढ्छौँ रे हो, त्यसको लागि ल त्यो पढेर ल मोक्ष प्राप्त हुँदैन ल भयो ल। र पनि त्यो पढेर के हुन्छ भन्दाखेरि हाम्रो बुद्धिको विकास हुन्छ, हामी सोच्ने हाम्रो क्षमता बढ्छ, आफ्नो आत्मविश्वास बढ्छ। अनि त्यहाँनिर के कुरा गरेछ, यो भौतिक संसारको कुराको विषयमै चर्चा गरेको हुन्छ, होइन? हामीले यो संसारको विषय पनि जान्नुपर्छ। दुःख आदि सत्यमा के बताउने हो, यो संसारको विषय त बताउने हो। दुःख आदि सत्य जान्नु भनेको मतलब यो संसारलाई जान्नु, संसारलाई जान्ने अनेकौँ दृष्टिकोण हुन्छ। अनि हामीले अहिले किताबहरू स्कुलको किताबहरू पढेर पनि एउटा संसारलाई एउटा जान्ने एउटा माध्यम हो। त्यही कारणले अब म त लामा हो, हामी त लामा हुने हो, लामा पढ्ने हो, अब बाटै अर्को, होइन? बेग्लै छ, अब स्कुल त पढेर पनि के गर्नु, यस्तो विचार आउनु सक्छ। मलाई पहिला आएको थियो क्या, तपाईँहरूलाई पनि आउनु सक्छ। यो चाहिँ त्यस्तो विचारहरूलाई चाहिँ अहिले नै त्यो मनबाट निकालेर है, अनि स्कुलमा अहिले जति पनि तपाईँहरूले जहाँ आइपुग्नु भएको छ, अब राम्ररी पढिराख्नु भएको छ, अध्ययन गरिराख्नुपर्छ। अब झनै मिहिनेत गरेर पढ्ने क्या। अब झन् ब्रह्मचारी हुने, म लामा जीवन बिताउँछु भन्ने यस्तो ठान्नुहुन्छ भने चाहिँ झनै अब जति पढ्ने छ, अब जति रहेको छ अब पढ्नुपर्ने, त्यसलाई चाहिँ एकदम पूर्णतः रूपले ध्यान दिएर चाहिँ पढ्नुहोस् भन्न चाहन्छु, होइन? त्यो नसोच्नु कि अब म लामा ब्रह्मचारी हुने हो, लामा जीवन बिताउने हो, त्यही कारणले मलाई स्कुलको शिक्षाहरू चाहिँदैन, सामान्य ज्ञानहरू चाहिँदैन, त्यो विचार चाहिँ बिल्कुलै हटाउनुहोस्। तपाईँको सामान्य ज्ञान, स्कुलको किताबको शिक्षा तपाईँलाई जति छ नि त्यति नै तपाईँलाई बौद्ध दर्शनको अध्ययन गर्नुको लागि तपाईँलाई सहयोग पुग्छ। यति नै भन्दै अनि मेरो विषय चाहिँ आज म यहीँ टुङ्ग्याउन चाहन्छु। अनि यहाँनिर मेरो अवश्य नै मेरो यहाँनिर बोल्दाखेरि अशुद्ध वचन, होइन, कठोर वचन हुन गएमा अनि क्षमा माग्दै अनि आजको यस धर्म बौद्ध दर्शन एउटा परिचय भनौँ धर्म प्रवचनको, अनि छोटो बसाइ चाहिँ म यहीँ टुङ्गाउन चाहन्छु। 1 घन्टाको समय थियो, त्यो सायद लगभग अनि पुरा भएको कारणले म यहीँ टुङ्गाउन चाहन्छु। ल हस्त सम्पूर्णलाई धन्यवाद।